हेलो, दिस इज वीर मुखिया र आज म लोकसेवा एक्जाम कसरी पास गर्ने भन्ने टेक्निक भन्छु है त। त्यो टेक्निक सबै सुन्नु होला, नसुनेपछि काम छैन। अब एक्चुअलीमा अब कसरी पढ्ने हैन, कसरी राम्रोसँग पढेर मात्र भएन, पास पनि गर्नु पर्यो कसरी, त्यो बारेमा एकदम सर्ट एन्ड स्विट टेक्निक भन्छु। त्यो भनेको के भनेपछि अब फर इक्जाम्पल अब लोकसेवा एक्जाम पास गर्नुपर्छ भने त्यो लोकसेवाको सिलेबस जुन सिलेबस नि त्यसलाई नबुझिकन पढ्ने, सिलेबस 5-6 चोटि एकदम मजाले पढ्ने। अनि त्यो सिलेबस सम्बन्धी एउटा किताब मात्र किन्ने, धेरै किन्ने होइन, र त्यो ल्याउने किताब र त्यो किताबलाई सुत्दा उठ्दा जति बेला भ्याउँछ त्यति बेला होइन, एक हप्तामा म्याक्सिमम् 2 हप्ता, फर्स्ट सेकेन्ड थर्ड पेपर जति पेपर भए पनि 2 हप्तामा सबै सकाउने। यदि पास गर्न मन छ भने केही नबुझ्ने सबै सकाउने। अब फर्स्टमा सिलेबस सक्यो, त्यसपछि बुक फर्स्ट एउटा सिलेबसमा आधारित बुक सक्यो, त्यसपछि हामीले के गर्नु पर्यो भने पास्ट इयर क्वेसन हेर्ने, र पास्ट इयर क्वेसन हेर्ने अनि पास्ट इयर क्वेसन पढ्ने मात्र। त्यो क्वेसनलाई पनि 3-4 चोटि पढ्ने मात्र। अनि त्यो पनि भ्यायो भने त्यसपछि बल्ल अब थाहा पाउने। अब पढ्दाखेरि बल्ल थाहा पाइन्छ त्यसपछि क्वेसन कहाँबाट सोध्ने रहेछ, के रहेछ, कस्तो रहेछ होइन। अनि त्यसपछि पास्ट इयर क्वेसन जुन छ त्यो क्वेसनलाई पहिला पढ्ने। पास्ट इयर क्वेसन पढिसकेपछि बल्ल अरू पढ्ने। नत्र यता पढ्यो उता पढ्यो, के पढ्यो समुद्र जस्तो सिलेबस हुन्छ लोकसेवाको, पास गर्न सकिँदैन, तनाव हुन्छन् मात्र होइन, पढेर पनि काम हुँदैन, टाइम खेर जान्छन्, यताउता सबै हुन्छन्। त्यही भएर अब म यसलाई एकदम यतिसम्म सुन्नु भएको छ भने थाहा पाउनुहुन्छ, नत्र बिचमा भिडियो कट भयो भने त के थाहा पाउला र। 1, 2, 3 भनेर म समराइज गर्छु। सबभन्दा पहिला त्यो सिलेबस ल्याउने, 5-6 चोटि त्यसलाई मजाले पढिदिने, बुझोस् अथवा नबुझे पनि, दिमागमा छिरे पनि नछिरे पनि ठिक हो, दिमागमा जति छिर्यो त्यति नै ठिक हो। फर्स्टमा सिलेबस 5-6 चोटि पढिसकेपछि अब दोस्रो पटकमा के गर्नु पर्यो भनेपछि त्यो सिलेबसमा आधारित बुक ल्याउने। त्यो पनि एउटै सब्जेक्टको धेरै बुक ल्याउने होइन, एउटै बुक ल्याउने र त्यसलाई पनि 3-4 चोटि पढ्ने, मजाले पढ्ने, नबुझिकन पढ्ने, खरर पढ्ने, कन्टिन्युस पढ्ने। फेरि आज 1 घन्टा पढ्यो, भोलि 2 घन्टा 9 लाग्छ, तर यसलाई कम्प्लिट गर्नुपर्छ, अनि मात्र हुन्छ, नत्र हुँदैन। अनि त्यसपछि त्यति गरिसकेपछि सिलेबसमा आधारित बुकलाई पनि 5-6 चोटि पढिसकेपछि अब त्यसपछि पास्ट इयर क्वेसन खोज्ने, मजाले त्यो क्वेसन पढ्ने। यति पढिसकेपछि सबै आइडिया हुन्छ। त्यसपछि सिलेबस अनुसार पढ्दै जाने, अनि त्यति भइसकेपछि बिस्तारै आफ्नै आइडिया हुन्छ, अनि मजाले सिलेबस कम्प्लिट गर्ने। अनि त्यसपछि एकदम धेरै प्र्याक्टिस गर्ने, प्र्याक्टिस आए पनि नआए पनि एकदम धेरै प्र्याक्टिस, किनभने प्र्याक्टिस भएन भने नाम निस्किँदैन। त्यहाँ जान्ने सबै हुन्छन्, त्यही भएर हामी सबैलाई जित्नुपर्ने हुन्छ नाम निकाल्नलाई। सीमित कोटा हुन्छ, नजान्ने कोही हुँदैन। त्यही भएर 0.01 को पनि धेरै फरक हुन्छ। त्यही भएर मजाले प्र्याक्टिस गर्ने, त्यसपछि